हेलो गाइज, नमस्कार। सन्चै हुनुहुन्छ? आज चाहिँ हामी बनाउँदैछौँ अमिलो, पिरो अनि एकदमै मिठो चटपटे। ल आउनुहोस् सुरु गरौँ है त यसलाई बनाउन। मैले चाहिँ पहिला नै चटपट बनाउने भाँडामा थोरै प्याज, काँक्रा, गाजर अनि धनियाँ पनि काटेर राखेको छु भने सँगसँगै हरियो धनियाँ पनि राखेँ। सँगसँगै भुटेर राखेको चना, बदाम पनि हालेकी छु। अब म हाल्छु यसमा काटेर राखेको आलु, गोडबेलाले चाहिँ चटपटेलाई कलरफुल र स्वादिलो बनाउन मद्दत गर्छ। अब यसमा मैले हालेँ बिरेनुन, सँगै भुटेर राखेको तिल हालेँ अनि सँगै भुटेर राखेको जिरा, धनियाँ, तोरी अनि खोर्सानी अनि टिमुरको धुलो हालेँ। अझ यसमा मिक्स गरेर चाट मसला पनि हालेँ, थोरै पानीपुरी मसला पनि। सँगसँगै म यसमा सोया सस पनि हाल्दैछु। यसले चाहिँ चटपटेको स्वादलाई अझ मिठो बनाउन मद्दत गर्छ। अनि मैले यसमा थोरै तोरीको तेल पनि राखेको थिएँ अनि कागती नभएको भएर मैले चाहिँ यसमा थोरै चुक अमिलो पनि मिक्स गरेँ। यसपछि चाउचाउको मसला हालिसकेपछि मैले यसलाई राम्रोसँग मिक्स गरेँ। मजाले मिक्स गरिसकेपछि मात्र यसमा चाउचाउ र भुजा मिक्स गर्नुपर्दछ। अहिले मैले यसलाई मजाले मिक्स गरिसकेपछि म चाहिँ अब यसमा चाउचाउ हाल्न गइरहेको छु। अब चाउचाउ हालेर मजाले मिक्स गरिसकेपछि मैले यसमा भुजा पनि हालेँ। अब भुजा पनि हालेर यसलाई सबै मसला लाग्ने गरी मजाले मोल्नुपर्छ। अमिलो नपुगेको भए, नुन नपुगेको भए यसै समयमा हजुरले थप्न सक्नुहुन्छ। अब चाहिँ मजाले मिक्स गरिसकेपछि मैले मेरो नानुको लागि अलिकति छुट्याएँ अनि मेरो लागि हरियो खोर्सानी पनि राखेँ। यसरी खाँदा चाहिँ एकदम मिठो हुन्छ। हेर्नुहोस् त कति राम्रो भएको छ। हेरिदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू सो मच।